वान लाइन फर पारस खड्का दाई उहाँको बारेमा भन्नुपर्दा किनभने चाहिँ पारस दाई जहिलेदेखि बोर्डमा आउनुभयो एउटा जुन हिसाबको मेन कुरा भन्दाखेरि एनपिएल क्या किनभने चाहिँ जुन दाइले जुन एनपिएलको जुन लेभल बढाउनु भयो होइन एनपिएलको जुन लेभल त्यसपछि तपाईँको एउटा प्लेयरहरूलाई जुन एनपिएलदेखि पनि जुन फाइनेन्सियली पनि हेल्प भएको छ धेरैजना प्लेयरहरूलाई सो सायद जुन त्यो पारस दाइ आएर चाहिँ त्यो चाहिँ एकदमै त्यो एनपिएलको जुन लेभल हुन्छ नि एनपिएल हुन्थ्यो होला तर जुन दाइको जुन त्यो प्लानिङ त्यो ब्रान्ड भ्याल्यु हुन्छ नि अब जे भए पनि अब अहिले वर्ल्ड कपमा उता खेल्दाखेरि पनि अब इन्डियामा पनि त्यो ठुल्ठुलो क्रिकेटरहरू जो उतातिर हुनुहुन्छ जे भए पनि सबैले त्यही भन्नुहुन्थ्यो कि मतलब कि त्यहाँ मलाई पारसले आएर राम्रो गर्नुभएको छ यसो भन्दाखेरि चाहिँ खुसी लाग्थ्यो किनभने चाहिँ दाइको पनि भर्खर दाइले स्टार्ट गर्नुभएको छ मलाई लाग्छ अझै दाइले अझै योभन्दा राम्रो गर्ने दाइ उहाँको प्लानहरू छ जस्तो लाग्छ होइन जुन हिसाबले उहाँ लाग्नु भएको छ सो एकदमै खुसी लाग्छ किनभने चाहिँ दाइ एउटा खेलेर गएको मान्छेलाई बुझ्छ नि त सबै कुराहरू कि खेलेर गएको मान्छेले थाहा हुन्छ नि त कसरी प्लेयरको क्रिकेटरको के छ भनेर सो दाइको जति कसैले बुझ्दैन होला होइन सो जुन हिसाब दाइ त्यो पोजिसनमा आउनु भएको छ सो त्यसले गर्दा चाहिँ एकदमै सबै प्लेयरहरूलाई अब जे कुरा पनि आफ्नो राख्न पाइन्छ दाइसँग कुरा गर्न पाइन्छ सबै कुरा सो एकदमै राम्रो बाटोमा गइरहेछ सबै कुरा सो आउने दिनमा पनि होप छ कि दाइले यसरी नै गर्नुहुनेछन् सबै कुराहरू त्यही तिमीले भने जस्तै मलाई पनि दाइको पर्सनालिटी यस्तो बवाल लाग्ने कि होइन म त ह्युज फ्यान अफ पारस दाइ मैले पडकास्ट लिँदा पनि अनि उहाँको त्यो पर्सनालिटीले चाहिँ सबलाई स्याडो पारिदिने कि त्यो बोली त्यो औरा नै खतरा कि हजुर एकदम किनभने चाहिँ मेरो त म त दाइलाई के भन्छन् मैले त फर्स्ट टाइम वर्ल्ड कपमा हेरेको थिएँ नि त त्यो दाइको हातदेखि अनि के भन्छन् मलाई थाहा छ मेरो डेब्यु छ भनेर त म खेलिरहेको छु भन्ने थाहा थियो तर पारस दाइको हातदेखि क्याप पाउँछ भन्ने त थाहा छैन क्या मलाई अनि ठ्याक्क तपाईँको मलाई हाम्रो म्यानेजर हुनुहुन्थ्यो दाइको नाम बिर्सेँ म ठ्याक्कै अमित श्रेष्ठ दाइको नाम के नाम हुनुहुन्थ्यो कि अनि म्यानेजर हुनुहुन्थ्यो हाम्रो अनि दाइले तिमीलाई क्याप दिन पारस आउँदै हुनुहुन्छ भन्नुभयो क्या अनि म एकदम एक्साइटेड कि जुन मान्छेको हुन्छ नि दाइको हातदेखि क्याप पाउँदा एकदमै खुसी फेरि दाइले पनि वर्ल्ड कपमा फर्स्ट बलमा विकेट लिनुभएको रहेछ नि त अनि बलिङ गर्दा अनि त्यो एकदम खुसी क्या दाइको हातदेखि क्याप लिँदा एकदम ब्लेस फिल सबै कुरा हुन्छ नि मेरो लागि त्यो दिन राम्रो भयो दाइको राम्रो सोचेको दाइको हातदेखि क्याप पाएँ त्यसपछि ड्रिम डेब्यु अनि जुन हिसाबको सपोर्ट त्यो खेलिरहेको थियौँ बस लास्टमा रिजल्ट मात्र आएन त्यही कुराको चाहिँ गुणस्तरहरू एकदम राम्रो भयो